यस्तो राम्रो राम्रो लाली गुराँसहरू बाटोमा यस्तो मजाले फलेको छ। यति राम्रो छ हेर्नु त। यहाँ यस्तो ग्रुपहरू नै आउनु भएको रहेछ आज है। हामी चाहिँ चन्द्रगिरी हिल्स आइपुग्यौँ। यता मान्छेहरू धेरै नै हुनुहुन्छ आज। काठमाडौँ भ्यालीलाई मौसम चाहिँ त्यति राम्रो खुलेको छैन। यस्तो छ मौसम चाहिँ। हेलो गाइज, अब हामी चाहिँ आज थानकोटका हाइकिङ गर्न गइरहेका छौँ। अहिले टोलीमा 3 जना मात्रै हुनुहुन्छ। स्ट्रेट के अरे ऊ है सुरु नै भएन, गाह्रो भइसक्यो। ए बेबीले गाह्रो भयो। अब त बेबी सबसे फुर्तिलो। खै कति भयो बेबी? ल अब हामी हिँडेको लगभग आधी घन्टामा यस्तो ठाउँमा आइपुगेको छ। रेस्ट गर्नको लागि चाहिँ 8:15 भयो बेबी। यस्तो रेस्ट गर्ने ठाउँ। अहिले यसो गरौँ न त, एकछिन बसौँ, रेस्ट गरौँ, पानी सानी खाम। यहाँ बिस्किट सिस्किट छ, 2-4 बिस्किट खाम। अस्ति तिमी यस्तै रुखमा बस्यो भने त चोप आएको कि बेबी। ल रुखले के उ गर्छ, के रिप्रोड्युस के भन्छ, रबर निकालेको नि त चोप। है हाम्रो चाहिँ अब ब्रेकफास्ट खाने बेला भयो है। यहाँ बसेर यस्तो रहेछ ठाउँ। बेबी के छ खबर? अन्डा त पहिल्यै खानु पर्ने भएछ नि त। अन्डा त अहिले बिहानै खानु हो। अहिले 2टा बट्टामा छ चना। बट्टाहरू पनि लाग्यो पाखाहरू। यो बाँदर लड्ने भिड भने जस्तै हो। 4 हात खुट्टा टेक्नु पर्ने। यत्रो मात्रै भने डोरी चाहिँ चाहिँदो रहेछ। चलाइदिउँ हामी है।
गुराँसै फुल्यो बनैमा बेच्नु पर्छ अनि यो त बेच्नु पर्छ नि मजाले मान्छे बस्यो होला यहाँ है बनाएर रातै बस्यो नि हुनुपर्छ यत्रो हाइकिङ हिँडिसकेपछि चलहरूले Quick. ल्याएर आयो भने समूले हामी 2150 मिटरको अल्टिट्युडमा छौँ यार बा बेबी अब ह्याप्पी भयो लाली गुराँस ल जाम जाम अब यो डाँडा गएपछि त्यहाँबाट कुन त्यो डाँडा हो कि त्यो उडाउने छैन प्याराग्लाइडिङ त्यहाँ माथिबाट हो कि अहिले चाहिँ हामी यस्तो जङ्गलको बिचमा हिँडिरहेछौँ लगलगे पाखो हुँदै 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 यो चाहिँ चन्द्रगिरी हाइकर्सको हो नि यो सेतो धुलो चाहिँ अब लाली गुराँसहरू फुलेको निकै राम्रो देख्न सकिन्छ हजुर ल लगभग 7:30 बजी हिँड्नु सुरु गरेको लगलगे पाखा हुँदै यो चाहिँ चन्द्रगिरी चम्पादेवी ट्रेल हो अब हामी आधा घन्टामा त्यो मकनपुर जिल्ला अन्तर्गतको प्याराग्लाइडिङ उडाउने ठाउँमा पुग्छौँ होला है 2 जना अगाडि गइसक्नु भयो हजुर हो र नातिनी हामी 3 जना चाहिँ यहाँ स्याहार फ्यापा गर्दै बुढी के छ खबर ल रमाइलो छ अमला खाँदै पानी एकपल्ट घुम्यो त्यहाँ गएर हिँड्यो फेरि यहाँ त दौडिन नि सकेको त बिस्किट नखाएर हो अब त्यहाँ माथि ढुङ्गा माथि बस्ने रो र तन्दानको
ल अब फोटो खिच्न थाल्यो नि त हामी लाफ्टर योगा गर्न थाल्यो खुर्किलो नि ओर्लिनै नसुन लगला कान खुर्किन्छ क्या अर्को अर्को खुर्किलो नि एकदम सजिलो तेर्सो तेर्सो बनाउँछ हिरो त धेरै दामी छ त एक्टिङ त पोखरी चाहिँ अहिले भएन है ठिक छ त्यो भन्दा राम्रो क्या म फोहोर समेत हामी फोहोर पारेको छैनौँ भनेर देखाउँथ्यो त्यो भने हामी धेरै बेरको उकालो ओह्रालो पछि हामीले अहिले एउटा मोटर बाटो भेटाएका छौँ हेरौँ मोटर बाटो कहाँ पुगिन्छ निकै नै राम्रो रहेछ यो ट्रेल यस्तो राम्रो राम्रो लाली गुराँसहरू बाटोमा यस्तो मजाले फलेको छ यति राम्रो छ हेर्नु त यहाँ यस्तो ग्रुपहरू नै आउनु भएको रहेछ आज है हामी चाहिँ फेरि पनि 1 महिना पछाडि फेरि देउराली आइपुगेका छौँ अब यताबाट गयो भने चितलाङ हामी चाहिँ अब यो देउराली होइन त चितलाङ जाँदाखेरि हामी देउराली पर्छ देउरालीबाट चाहिँ अनि हामी पल्लो देखिएको डाँडाबाट आयौँ र अहिले चाहिँ हामी चन्द्रगिरी जानको लागि हिँडिरहेछौँ उकालो छ अहिले चाहिँ बाटो यस्तो त्यहाँ त तुरुन्तै दियो तुरुन्तै खाली अब चाहिँ हामी चन्द्रगिरी यहाँबाट चाहिँ ट्रेल भयो यताबाट चाहिँ चन्द्रगिरी यहाँको सामुनसम्म लानलाई बाटो यस्तरी चन्द्रगिरी 1 तल झर्ने बाटो त अर्को मोडबाट होइन माथिबाट अब 15 मिनट बेबी पुग्छ होला 15 मिनटमा त ल यहाँनिर ढले ढले यहाँ फ्याल्छ यसरी फोहोर फ्याल्ने मान्छेलाई ज्ञानी मान्छे भन्छन् कि I love Chandragiri Hills. आइपुग्यो
बेबी टोइलेट गएको बेबी कहाँ आइपुग्यो चन्द्रगिरी आइपुग्यो नि यहीँ त अनि आउने नै ट्रेलै यही हो यहाँ आउने र अनि कहाँ आइपुग्यो यही हेर त पानी पऱ्यो नि हुन्थ्यो एकछिन ल आइपुग्यो मम्मी कहाँ गयो बेबी बेबी टोइलेट गएको छ चन्द्रगिरी आइपुगेका छौँ बेबी कस्तो लाग्यो त चन्द्रगिरी आइपुग्दाखेरि यहाँको यो पो राम्रो देखिन्छ त माउन्ट एभरेस्ट र गौरी शङ्कर हिमाल यो भ्यू राम्रो देखिन्छ पछाडि पानी परेर हुन्थ्यो होइन ए तुमालो लागेको छ पुरा हेर त काठमाडौँको भ्यू त्यति राम्रो यहाँबाट लिनुहुन्छ नि टु 200 मिटर वानली के अरे धुलीखेलको त 1 किलोमिटरै थियो है लगभग धुलीखेलको त यो धुलीखेलमा 1 किलोमिटरै थियो एउटा डाँडाबाट अर्को डाँडामा के यो जिप लाइन ल साइकल घुम्नु ल यहाँ यस्तो रहेछ साइकल फन पनि घुम्नु नि पायो जय शम्भो भालेश्वर महादेव की जय खै त भने ल हामी यहाँ भालेश्वर मन्दिर पनि आइपुग्यो यहाँ तालसाको व्यापार हुँदो रहेछ फेरि होइन अहिले हामी चाहिँ हाइक गरेर चन्द्रगिरी हिल्स आइपुग्यौँ यता मान्छेहरू धेरै नै हुनुहुन्छ आज खै यता हेर्नुहोस् त खै यता हेर्नुहोस् त अलिअलि लागेछ डर लागेछ अलिअलि पाण्डु रे खुसी हो सक्यो 400 ब्यालेन्स How was the experience? केही नि बोलेन तर बोल्यो भिडियोमा हेलो गाइज मात्र भन्यो चन्द्रगिरीको एउटा यसै गरी हामी चाहिँ हिँड्दै 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 अहिले भालेश्वर आइपुगेछौँ चन्द्रगिरी आउनको लागि चाहिँ यो बाटो भयो यसरी यो बाटैबाट छ नि त्यो केबल कार यस्तो छ
कुनै केबल कार जाने कुनै आउने। अब हामी चाहिँ यो बाटो जाँदैछौँ। यसरी अब हामी यो होइन कहिले नहिँडेको बाटो यो चन्द्रगिरीको केबलको मुनि मुनि हामी एकदम हिँडिरहेछौँ बाटो यस्तो नर्मल्ली यो तर जुत्ता खान्थ्यो हेर। अब म यो लेस अलिकति बाँध्छु। यो चाहिँ पहिलाको के पोलको होला यो। ल यस्तै केबल कारु सर गइरहेछ। ल यस्तो छ बाटो। 3 जना हजुरबुवा हजुरआमा नातिनी गइसके। यहाँ नातिनीको बाबुआमा चाहिँ यहाँ पछि छन्। यसरी गइरहेछौँ। कुदिरहेछ एउटा पोल त सक्यो त बाटो। पहिला यो दाउरा उगर्ने होला है। दाउरा काटेर बोक्ने बाटो होला। पहिलाकै मान्छेहरू हिँड्ने। पख त के अरे अनि भिडियो टक्क निगालो हारी होइन पुरै। काठमाडौँ भ्यालीलाई मौसम चाहिँ त्यति राम्रो खुलेको छैन। यस्तो छ मौसम चाहिँ। कसै त भाँडो खाली भएर के टङ्गनङ बज्दैछ त। अब यो सबै बेबी यो रेनी सिजनमा यति फैलाउँछ नि। यस्तो ठाउँमा हिँड्नलाई कुनै छ नि होइन। त्यही त्यो उद्धति चाहिँ अलिकति गाह्रो है। अलि त आइहाल्छ नि। अहिले एकैछिन जाडो भएको थिएन अहिले गर्मीको त्यस्तै हो। केवल कार चलिरहेछ छ नि अलिकति फरक छ उतापट्टि जान्छ। अब यसरी यो चन्द्रगिरीको त्यसको अगाडि फ्रन्टमा एउटा हर्न हुन्छ क्या छोरो। यसरी हिँडिरहेको छौँ। हेर्नुहोस् एकदमै राम्रो छ बाटो। पाउँछ बसिरहेको हुन्छ नि मान्छेको आवाजले कहाँ बाहिर आउँछ त। लुकिरहेको हुन्छ कि आउँदैन होइन। आयो भने यत्रो 4 जन्मेर एउटा वाइल्ड पिक च्याप्पो समाउने अनि चिचिलोहरू बेचिदिने कति मिठो हुन्छ हो। We are नेपाली यस। ल बाटो चाहिँ एकदम ठाडै छ। यसो चाहिँ बाँदर लड्ने भिर भन्थे यस्तै होला। बाँदर पनि अडिँदैन लड्ने त परको कुरा। अडिँदैन बाँदर अडिँदैन यो बाटोमा। यसमा उभिरो भने खुट्टा काम्छ क्या। एक-एकवटा पाइला बिस्तारै हिँड्ने। बिस्तारै हिँड्ने हो। यस्तोमा त कस्तोलाई भेट्टाउनै छैन।
जाऊ तल झर्ने अब आधी घन्टा हो आधी घन्टा पनि पाउने घन्टा जति 15-20 मिनट पुग्यो ल 15-20 मिनेटमा खोज्नु पर्छ हैन ठ्याक्क 4 बजे पुग्छ 4 बजिसकेछ सब दिन भयो खाएर चाहिँ यसरी यहाँबाट चाहिँ ल यता हेरौँ बढी खाजा खाएर हामी प्रस्थान गर्दैछौँ यहाँ केबल कार नजिकै छ चर लाएर के हो गाह्रो भयो के हो हाइकिङ गरेर आएर चन्द्रगिरीको केबल कार चढ्नेको मुनि 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 आइपुग्यो लकट्याङ लकट्याङ खल्ट्याङ खल्ट्याङ गर्दै आइपुग्यो हाइकिङ गएर यो केबल कार चढ्ने ठाउँ यहाँ माथि भयो हाइकिङ गरेर सकिएर चाहिँ हामी छोरी लिनलाई फाउन्टेन खेलिरहेको चाहिँ त्यही यहाँ चन्द्रगिरी हिल्सको केबल कारको स्टेसनमा हात गर झुम गर